राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन अहिले चितवनमा जारी छ र उक्त महाधिवेशनमा सबैभन्दा धेरै चर्चाको कुरा के भयो भन्ने विषयमा आज चर्चा गर्नेछौँ र सबैभन्दा उत्कृष्ट र जनताको मन जित्ने कुराहरू कसले गर्यो त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, त्यसैगरी वरिष्ठ नेता बालेन्द्र शाह, त्यसैगरी नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशनमा बोलेका कुराहरूको विभिन्न खाले टीका टिप्पणीहरू भइरहेको छ। यहाँनिर चाहिँ कसले उत्कृष्ट जनताको मन जित्ने खाले कुरा गर्यो भन्ने विषयमा चाहिँ आज हामी केही चर्चा गर्नेछौँ। यहाँनिर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता अर्थात् देशको सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले बोलेका छन्। उनले योभन्दा पहिले उनको सीमा विवादको कुरा आइराखेको थियो र धेरैले उनले देशको सीमा विवादको कुरा जसरी उठाएका थिए त्यहाँनिर चाहिँ उनीप्रति कतै राष्ट्रमा घात गर्ने खाले अभिव्यक्ति त होइन भन्ने धेरै आलोचनाहरू खेपिरहँदा उनले चाहिँ आफू राष्ट्रियताप्रति कसैले पनि शङ्का नगर्न र आफू दृढ भएको कुरा राखेका छन् र मैले चाहिँ प्रमाण भए, हामीसँग प्रमाण छ, कालापानी, लिपुलेख र लिम्पियाधुरा हाम्रै हो भन्ने प्रमाण छ, त्यसकारण कसैले प्रमाण छ भने ल्याए हुन्छ भनेर चुनौती पनि दिएका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले बालेन्द्र शाहलाई यति दरिलो हामीले साथ दिइराखेका छौँ भन्ने अभिव्यक्ति दिएका छन्, जहाँनिर चाहिँ केही गरी उनको खुट्टामा पनि त्यो बल आउन सक्ने र यदि आयो भने पनि जनताले अपेक्षा गरेकै व्यक्तिबाट गोल हान्नको लागि त्यो गोल पास गरेर बालेन्द्र शाहको खुट्टासम्म पुर्याउने जिम्मा मेरो भयो भनेर दरिलो साथ बालेन्द्रप्रति दिएको कुरा व्यक्त गरेका छन्। त्यसैगरी नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले पछिल्लो समय देशमा जुन परिवर्तन राष्ट्रिय स्वतन्त्र पार्टीले देखायो अर्थात् ल्यायो त्यसमा चाहिँ आफूहरूले कसैलाई भगवान मानेर अर्थात् बा भनेर आफ्नै पार्टीलाई बिगारेको र यहाँनिर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले त्यहाँनिर चाहिँ त्यो कुरा नगर्न र कसैले गलत गर्छ भने आफ्नै पार्टीभित्र पनि आवाज उठाउन सुझाव दिँदै आफू लोभलाग्दो त्यो राष्ट्रिय स्वतन्त्र पार्टीको क्रेजप्रति लोभिएको कुरा र त्यसै गरी नै आफू आफ्नै पार्टीभित्रको फोहोरलाई सफा गरेर र राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिस्पर्धा गर्दै आफू दरिलो अर्थात् आफू फेरि पनि एक नम्बरको पार्टी बन्न सक्ने कुरा बोलेका छन्। यहाँनिर तिनैजनाले बोलेका कुराहरूको जुन अहिले धेरै सामाजिक सञ्जालहरूमा चर्चा भइराखेको छ त्यो कुरा पनि हामी तपाईँहरूमा राख्ने नै छौँ र अहिले पछिल्लो चरणमा चाहिँ यी तीनजनाले बोलेका कुराहरूप्रति जनता फेरि पनि नझुक्किउन् अर्थात् जनताले यी युवाहरूबाट नै केही परिवर्तन हुन्छ भनेर जुन एउटा परिवर्तनको सन्देश राष्ट्रिय स्वतन्त्र पार्टीलाई एउटा जनमत दिएर देखाएका छन् त्यसमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी पनि नझुकोस् र गगन थापामा पनि काम गर्ने हुटुटी छ, गगन थापाले पनि काम गर्न सक्छन् र यसरी पुराना भनिएका पार्टीहरूबाट पनि यसरी नयाँ व्यक्तिहरू उदायो भने पक्कै पनि पुराना पार्टीहरूबाट पनि खबरदारी राष्ट्रिय स्वतन्त्र पार्टीले गलत गरेमा राम्रै हुनेछ भन्ने पनि अपेक्षा गरिराखेका छन्। हुन त राष्ट्रिय स्वतन्त्र पार्टी अहिले सरकारमा भइरहँदा नेपाली कांग्रेसका सभापति जो गगन कुमार थापा छन् उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदबाट निर्वाचनमा होमिए र उनैसँग उनले हारिसकेपछि अहिले गगन थापा सांसदमा त छैनन् तर उनको पार्टी प्रमुख प्रतिपक्षको भूमिकामा अहिले संसदमा रहेको छ र उनी त्यस पार्टीको सभापति समेत छन् र त्यस हिसाबले संसदमा गलत कुराहरूको आवाज दरिलो भएर नेपाली कांग्रेसले राख्नेछ र एकदमै कडा तरिकाले चाहिँ त्यहाँनिर गलत कामको भण्डाफोर गर्नेछ र त्यहाँनिर चाहिँ गलत कामको एकदमै खबरदारी गर्नेछ भन्ने अपेक्षा पनि जनताले राखिराखेका छन् र तीनजनाका छोटा भिडियो क्लिप्सहरू यो हेर्नुहोस् है त। जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ। आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेखको प्रमाण छ र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ। हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ। हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन, मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन। नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो, हामी अग्लो हुन चाहन्छौँ। तपाईहरुको अग्लाई देखेर लोभ लागेको छ।
तर हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौँ, बन्छौँ पनि एक दिन, तर तपाईँहरूलाई सानो बनाएर होइन, तपाईँहरूको खुट्टा काटेर होइन, मन वचन र कर्मले इमान्दारितापूर्वक काम गरेर हामी अग्लो भन्न चाहन्छौँ। हामी सफा हुन चाहन्छौँ, तर तपाईँहरूलाई फोहोर देखाएर होइन। हामी आफ्नो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौँ। हामी तपाईँहरूको दुश्मन होइन। हामी संसदमा प्रतिपक्ष छौँ, तपाईँहरू सत्ता पक्ष हुनुहुन्छ। जहाँ प्रश्न उठाउनु पर्ने हो, औँला ठडाउनु पर्ने हो, त्यहाँ औँला ठडाउँछौँ। जहाँ थपडी बजाउनु पर्ने हो, त्यहाँ थपडी बजाउँछौँ। सरकार सञ्चालन गर्नको निमित्त रासोपाले चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब भट्टाभट गोल हान्ने जिम्मा बालेनजीको। अब भट्टाभट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री बालेन शाहजीको हुनेछ र उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। झुकिएर त्यो बल कहीँ आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो। किनकि यहाँ मुख मिठ्याउनेहरू धेरै छन्, यहाँ मुख मिठ्याउनेहरू धेरै छन्, चुक्ली लगाइदिनेहरू पनि धेरै छन्। म तिनलाई जवाफ दिन बोलिरहेको छैन साथीहरू, म त इतिहासलाई जवाफ दिनको लागि खडा भएर बोलिरहेको छु। म आज यस ऐतिहासिक स्थानमा उभिएर भन्न चाहन्छु, हामीले नेपाली जनतालाई र इतिहासलाई साक्षी राखेर रासोपामा जुन सहमति गरेका छौँ, त्यो सहमतिको एक एक अक्षर इमान्दारिताका साथ पालना गर्ने प्रण म यहाँहरूलाई उभिएर गर्न चाहन्छु। मैले भनेको थिएँ, लेखेको थिएँ कि रासोपा लड्यो भने आफ्नै गोडामा अल्झेर लड्छ, अरू कसैको ताकत छैन रासोपालाई लडाउने। आज यसलाई अझ बढी सार्थक बनाउने बेला आएको छ। हो, जब धेरैको मन जित्न सकिँदैन, त्यसपछि केहीको मन जितेर राजनीतिमा अगाडि बढ्ने प्रचलन चलेको छ। तर त्यो प्रचलनको बिउ हामीले रोप्न हुँदैन। त्यो बिउ हुर्कियो, बढ्यो, फुल्यो, फल्यो भने के हुन्छ भन्ने कुरा त भर्खरै हामीले देखिसकेका छौँ। त्यसकारणले गुट र उपगुट बनाएर हामीले त्यो बिउलाई रोप्यौँ भने भोलि देशले दिने फल त्यो विषालु फल हुनेछ। र अघि पार्टीका वरिष्ठ नेताज्यूले भन्नुभयो जस्तै त्यो फल यदि फल्यो भने हामीले त्यो वृक्ष नै काट्नुपर्ने अवस्थामा हामी पुग्नेछौँ। यतिखेर हामी बेला ठिक समयमा छौँ, हामी ठिक समयमा छौँ साथी हो। हामी कस्तो फल रोप्ने, कस्तो बिउ रोप्ने भन्ने बेलामा अडिएका छौँ। यतिखेर हामीले समग्र रूपमा कुनै गुट र उपगुटमा नलागिकन विगतका राजनीतिक दलहरूका अनुभवलाई हेरेर अगाडि बढ्ने हो भने म फेरि पनि भन्छु, रासोपालाई लडाउने अर्को कुनै पनि शक्ति अबको युगमा आउन सक्दैन। म यो तपाईँहरूलाई निर्धक्कका साथ भन्न सक्दछु।